त्यसलाई चाहिँ बीचमा राखेर वरिपरिबाट पृथ्वीले घुम्छ, बुधले घुम्छ, शुक्रले घुम्छ, बृहस्पतिले घुम्छ, शनिले घुम्छ, अरुण भन्नेले घुम्छ, वरुणले घुम्छ, अनि अर्को लास्टमा साटुन भनिन्छ। साटुन रे शनि भन्ने, शनि अनि एउटा एमाले पनि घुम्छ हैन। यी 9वटा ग्रहले घुम्छ। अनि त्यस पछाडि यो बिचको तारा, यो चाहिँ एक किसिमको एकदम प्रज्वलित हुन्छ नि। यो चाहिँ यसमा चाहिँ हाइड्रोजन र हिलियम भन्ने ग्यास छ धेरै। यो 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 भित्र हाइड्रोजन भन्ने ग्यास र हिलियम भन्ने ग्यास दुईटा हुन्छ। त्यसको कारणले गर्दा चाहिँ त्यो एकदम तातो भएको के, त्यो चाहिँ त्यो तातो भएको धेरै टाढा छ, यो कोसौँ पर छ। यो पृथ्वी जस्तो त 60-70 वटा जोडे पनि यसको आकार पुग्दैन सूर्यको। त्यति ठुलो छ त्यो। बाइ त अरे नारायण गर्नु, सूर्य नारायण भगवान तपाईको हाम्रो चाहिँ सन त्यो बा सोलर सिस्टम किङ उता हेर्नु। यता हेर नारायण गर्नु। अब नारायण नारायण भन्नु न। नारायण